लाई पनि जीडीपी मा कन्भर्ट गर्न सक्छ. It can be counted as GDP. त्यसको लागि त मैले के गर्नु पर्यो भने यो चीज चाहिँ मैले पनि डाक्टर खतरालाई प्रेजेन्ट गरेको थिएँ. यो चाहिँ मैले भने रेमिटेन्सलाई जीएनपी त हाम्रो नाम सधैँ जीडीपी मा कन्भर्ट गर्न सक्ने तरिका छ. त्यो भनेको के हुन्छ भने अब नेपालको कम्पनीले नेपालमै मान्छे हायर गर्यो, डिप्लोय त्यहाँ गरिदियो र त्यहाँको कम्पनीलाई इन्भाइस गरिदियो भने अहिले आएको 12 बिलियन 13 बिलियन डलर डाइरेक्टली जीडीपीमा मार्छ. त्यो के हुन्छ भने एक्सपोर्ट चाहिँ पार्ट हुन्छ जीडीपी. अनि नेपालमा अब हाम्रो के छ भने डाटा लिएर बस्नुभएका साथीहरू सुन्न तयार हुनुहुन्छ. यो त यसले त के फरक पार्यो भन्नु होला. यसले के फरक पार्यो भन्ने मसँग डिटेल प्लान छ. आज हामीले जुन इकोनोमिस्टहरूको चाहिँ हामीले ग्यादरिङको लागि हामीले एक्सपेक्ट गरेका थियौँ, आज यो लोकेसन अब यस्तै ब्याकअप भनौँ, यो यता चाहिँ झडप हुन्छ भन्ने केही खालको म्यासेज भएको हुनाले धेरै साथीहरू आउनु भएन. डाक्टर साहब, अनि एउटा पोइन्ट त्यो भयो है जसले आजको दिनमा तपाईँको 43-44 बिलियन डलरको जीडीपी एकैचोटि 56 बिलियन डलर हुन्छ. अब त्यसको फाइदा चाहिँ के त? अब यो क्यालकुलेसन मात्रै गरेर जीडीपी बढाउने भनेर भन्नु होला. मेरो उद्देश्य के हो भने यदि नेपालको जीडीपी 100 बिलियन डलर छ अथवा 70 बिलियन डलर छ र बजारमा चाहिँ 41-42 बिलियन डलर भनिएको छ भने पनि त्यो राम्रो होइन नि. त्यसले के गर्छ भने नेपालको र्याङ्किङ तल आउँछ. नेपालमा आउने एफडीआई, नेपालमा आउने टुरिस्ट, नेपालीप्रतिको रेस्पेक्ट, नेपाली पासपोर्टप्रतिको रेस्पेक्ट सबैमा त्यसले असर राख्छ. त्यसकारणले तपाईँले आजको भोलि एउटा एक्ट चाहिँ ल्याउनुपर्छ नेपाल सरकारले. वैदेशिक रोजगार ऐन संशोधन गर्नुपर्छ र केही इन्सुरेन्सका खतरा बेनिफिटहरू छन्. तपाईँ एक सर्टमा एउटा पोलिसी चेन्ज गर्दाखेरि नेपालको जीडीपी इट बिकम्स 56 बिलियन डलर. अब यहाँ यस र नोको अप्सनै छैन. तपाईँले त्यो एङ्गलबाट सोच्नु भएको थिएन होला, त्यो लागेन. अनि त्यो गर्दा अर्को फाइदा के छ भने नेपालमा हुन्डी मार्फत जुन पैसा जान्छ त्यो पैसा स्यालेरी नेपालमा दिने व्यवस्था गर्न सक्छ. के भयो अब त्यो पैसा जाएन. तपाईँ हुन्डीको पैसाको एजम्सन तपाईँ सुन्नु भने छक्क गर्नुहुन्छ. अहिले नेपाल आउनुपर्ने रेमिटेन्स भनेको 30 खर्ब हो. 30 खर्ब 20 खर्बको हाराइमा आइरहेको छ. अर्को 10 खर्ब नेपालमा आउँछ. 1 खर्ब चाहिँ अरू खर्चको लागि कामदारहरूलाई चाहिन्छ, त्यो जान सक्छ. त्यो 8 खर्ब भनेको त्यो अर्को जीडीपीमा कन्ट्रिब्युटिङ फ्याक्टर हुन्छ. जीडीपीमा इन्भेस्टमेन्ट, गभर्नमेन्ट स्पेन्डिङ, इन्डिभिजुअलले पाएको स्यालेरी,